अब विभिन्न यो कपालको ट्रिटमेन्ट्सहरू भनेर तपाईँहरूले पार्लरहरूमा अथवा स्किन केयर क्लिनिक्सहरूमा होइन अब घरमा पनि तपाईँले प्रडक्ट्सहरू ल्याएर ट्राई गर्नुहुन्छ। अब त्यसको विभिन्न नामहरू छ जुन म लिन चाहँदैन, तर डिफ्रेन्ट चिजहरू स्किन केयर अथवा कपालको केयरमा अब त्यो गर्दाखेरि अब मैले देखेको धेरै जस्तो बिरामी अब छोरीलाई गरेको छ त्यो हेयर ट्रिटमेन्ट गर्नुभयो, राम्रो भयो, उहाँले आमालाई लिएर जानुभयो, आमाको गर्दाखेरि आधी साइडको कपालै पग्लेर जस्तो हुन्छ नि, आगोले जले जस्तै गरेर त्यो केमिकलले हेयर रिमुभल गरे जस्तै कपाल स्वाट्टै पुरै झरेर ब्रेकेज भएर नै निस्केको छ। अब सो डिपेन्डिङ कस्तो खाले केमिकल कसलाई सुट गर्छ अथवा त्यो केमिकल साँच्चीकै राम्रो हुन्छ हुँदैन भन्ने कुरा चाहिँ प्रयोग नगरेसम्म थाहा हुँदैन होइन। अब त्यसको एलर्जी मलाई छैन अथवा मलाई प्रयोग गर्दा त्यसको मात्रा अथवा एजमा त कोही छ होला त्यसको ट्रिटमेन्ट्सहरू। सो आफूले कुनै पनि चिजहरू नयाँ चिज अथवा केही ट्रायल गर्दै हुनुहुन्छ, कतै केही क्रिमहरूमा गर्दै हुनुहुन्छ नि, त्यसमा आफ्नो शरीरमा पहिला केही दिनहरू 2-3 दिनसम्म लगाएर अथवा त्यहाँ टेस्ट गरेर मात्रै त्यसको प्रयोग गर्नुभयो भने त्यो समस्याहरू नआउला। सो विभिन्न चिजहरू छ। अब त्यसले लङ टर्म अर्को इफेक्ट भनेको अब गर्दै जाँदाखेरि हेयर स्ट्रेटनिङहरू या कपाललाई सिधा बनाउने होइन, अब या स्मुथिङ गर्ने या डिफ्रेन्ट ट्रिटमेन्ट्सहरू केराटिनहरू भइहाल्यो, हेयर ट्रिटमेन्टहरू गर्दाखेरि त्यो कुनै केमिकल्सहरूको युज भएको छ भने त्यो केमिकलले पक्कै पनि अब देखिँदा त अब एस्थेटिकली त राम्रै नै हुन्छ, तर त्यसको लङ युजमा जाँदाखेरि बेटर या बेस्ट दिन्छ भन्ने चाहिँ हुँदैन। सो इफ त्यसको एलर्जी छ या त्यसले गर्दा साइड इफेक्ट हुन्छ भने त्यो चिजलाई स्टप गर्नुपर्ने हुन्छ। र त्यसको मैले देखेको म्याक्सिमममा चाहिँ एउटा चाहिँ हेयर ब्रेकेजै हुने होइन, त्यो जराइबाट भाँचिएर निस्किने र एउटा कपाल नै सबै झऱ्यो, तर रिअकरेन्स हुन्छ किनभने त्यो त्यतिखेरको तत्काल त्यसले जल्यो अथवा त्यसले गर्दा पोलियो या के बिग्रिएर झरेको हो। अर्को चाहिँ हुनसक्ने भनेको ड्राइनेस होइन, एलर्जी आएर कपालमा त्यो सबै मुखभरि सुन्निने, चाया पर्ने समस्याहरूको इनिसिएसन हुने, किनभने एउटा त्यसले त्यहाँ एउटा हाम्रो स्किनको फ्लोरालाई नै त्यसले ड्यामेज गरिदिइसकेपछि त्यहाँ प्रोटेक्सन मेकानिजमहरू ड्यामेज भयो भने तपाईँको यो त्यही सेबोरिक डर्माटाइटिस या कुनै अर्को रोगहरू चाहिँ उत्पन्न हुने चान्स चाहिँ हाई नै हुन्छ। सो केयरहरू गर्दाखेरि आफ्नो प्रयोग गर्दा त्यो राइट छ कि रङ छ त्यो चिजमा पहिला टेस्ट गरेर आफ्नोमा प्रयोग गर्नु होला।